टमाटरको केचप सस बनाउन, स्याउको जाम बनाउन या कुनै पनि फलफुलको चिज जाम या सस बनाउनको निम्ति लेदो बनाउने पल्पर मेसिन। यो मसिन चाहिँ चलाउनलाई एकदमै सहज। तपाईँले पकाइसकेको आइटमलाई चाहिँ यसरी हालिदिइसकेपछि चाहिँ तपाईँको यसले लेदो बनाएर निकाल्छ। यो मेसिनको अर्को राम्रो पक्ष भनेको यसले चाहिँ बोक्रा र भित्रको फल चाहिँ यसले छुट्याइदिन्छ। अहिले हेर्न सक्नुहुन्छ यहाँ तपाईँको सानो खालको फलको पनि यहाँ हामीले अहिले पल बनाइरहेछौँ। यो मसिन चाहिँ हामीले सिङ्गल फेजको सानो स्केलको व्यवसायको लागि बेस्ट हुन्छ। तपाईँहरूले प्रोडक्सन 50 केजी छ या 100 केजी छ या अन्य जतिसुकै प्रोडक्सन होस् त्यसको लागि चाहिँ हामी तपाईँलाई चाहेअनुसारको साइजको मेसिनहरू दिन्छौँ। यो मेसिन सँगसँगै तपाईँलाई पकाउने मेसिन जस्तै टमाटरको लेदो पकाउने होस् या स्याउ पकाउने मेसिन होस् या प्याकिङ गर्ने मेसिन या अन्य कुनै पनि फुड मेसिनरीहरू चाहिएमा तपाईँहरूले सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।